मालिका गाउँपालिका वार्ड नम्बर 8 अहिलेको बसाई बुटोल महानगरपालिका वार्ड नम्बर 12 को वडा कमिटी सदस्यमा छु। राष्ट्रिय स्वतन्त्र पार्टीको एकदम समर्थक भन्दा पनि अब सशक्त सदस्य भन्नुपर्यो है। नमस्कार, गुल्मी मोलामी गाउँपालिका धन्यवाद। अहिले बुटोल 12 धमामा बस्छु। रहनुहुने सबैलाई नमस्कार। मेरो घर गुल्मी बुटकोट, मेरो नाम गीता। म यहाँ बुटोल 12 ढबामा बस्छु। सबैलाई नमस्कार। मेरो नाम चाहिँ शर्मिला आचार्य र मेरो जन्म घर चाहिँ रेसिङ्गा नगरपालिका वार्ड नम्बर